5 दिनमा 5 जिल्ला घुम्ने योजना सहित असार 10 गते कुस्मासम्मको यात्रा योजना बन्यो। 6 बजे पठाउमा निस्केको 6:30 बजे गङ्गा बस पार्कमा पुग्यो। बेनीको गाडीमा कुस्मासम्मको टिकट काटे। गाडीको चाबी हराएर गाडी हिँड्न ढिलो भयो। हामी हिँड्दाखेरि 7:50 भइसकेको थियो। भाइ त्यो रसिद देखाइदेऊ त। त्यो रसिद देखाइदेऊ न। दिएर अबे नजिक आइपुग्यो। खाजा खायौँ। 9 बिसेमा खाजा खायौँ। खाजा खाएर 9:10 मा हिँड्यौँ। गल्छी पुग्दा 9:50 भएको थियो। 12:20 मा अब खैरेनी। खाना झरीमै हाम्रो अब खैरेनी। घाम चर्को थियो। स्विमिङ पुलमा हेरेरै चित्त बुझाइयो। यो रिसोर्टमा 20 वर्ष पहिले आएको याद आयो। खाना खाएर हिँड्दा 1 बजेको थियो। 1:25 मा डुम्रे, 2:10 मा दुलेगौडा, 2:30 मा बुढी बजार। पोखरा पुग्दा 2:45 भएको थियो। अब पोखरादेखिको यात्रा भन्ने मेरो लागि नौलो थियो। पर्वत बागलुङको भूगोल हेर्न म आतुर थिएँ। 4:30 मा कुस्माको शिवालय चोक उत्रेँ। कुस्मा बजार भएपछि शिवालय चोक। रिसिभ गर्न आउनुभयो ल, धन्यवाद सरलाई। शिवालय चोक कुस्मा बजार। ल फर्स्ट टाइम यहाँ आएको सर, मलाई रिसिभ गर्न आउनु भएको छ। सरलाई ल धन्यवाद। त्यही पनि यतिको ठुलै हो नि। हामीले बागलुङ पुग्दै यो बिहान हो भने नि म बागलुङ बजारमा डाइरेक्ट बनाउनु गएको टाइममा जिल्ला फरक भए पनि तर यता नजिक हो। धेरै अघि जानु पर्यो होइन। पहिला पानी। तिलक सरसँग बाइकमा अदालतको क्वार्टरतिर लागे। सबै सरकारी अफिस एउटै लाइनमा रहेछन्। हामी सिधै अदालत हान्यौँ। अदालतमा कर्मचारी साथीहरूसँग छोटो चिनाजानी भयो। पर्वत जिल्ला अदालत परिसर। फेरि आइसक्यो आइँदैन। कुस्मामा भेटिने झोलुङ्गे पुलहरू हेर्न निस्क्यौँ। अरू साथीहरूलाई पर्ख्यौँ। ठाउँको बारेमा तिलक सरले बयान गर्दै जानुभयो। म सेल्फी खिच्नतिर लागेँ। ढिलै हो र यो कुनै जान कहिले काहीँ के हुन्छ नि त्यो बगर देखिया नि हो, त्यहाँ चाहिँ कालीगण्डकी बढेर कुनैसँग पुगेर नि कहिले काहीँ बाटो छुट्टिएको हुन्छ कि सर। तपाईँहरू जहाँ हिँड्ने बाटो छुट्टिएर पुरै। कालीगण्डकीले काटेको भूगोल मलाई एकदम अनौठो लाग्यो। यस्तै भूगोललाई सम्बोधन गर्न सायद झोलुङ्गे पुलको आविष्कार यहीँ भएको हो कि जस्तो लाग्यो। यत्र गहिरो खोजमा यसको विकल्प पनि छैन। बागलुङ पर्वतका 2 जिल्लाका 3वटा पालिकाहरू यसकै माध्यमबाट जोडिएका रहेछन्। जताततै झोलुङ्गे पुल छ त। पछाडिपट्टि बागलुङको बलेवा एयरपोर्ट देखियो। साँझ पर्दै गएको थियो। त्यही पनि हामी कुस्माका 3वटा झोलुङ्गे पुल एकपछि अर्को गर्दै तर्दै गयौँ। एकै ठाउँमा यति धेरै झोलुङ्गे पुल अन्त कतै छैनन् होला। त्यसैले त झोलुङ्गे पुलको जिल्ला बनेको हो। कतिपय कुराले मलाई अनौठो लागिरहेको थियो। धम्रेले खाएको काठ जस्तो ठुल्ठुला ढुङ्गाहरूमा खोबिल्टा बनेका थिए। 3टा झोलुङ्गे पुल पार गर्दा 5 किलोमिटर जति दूरी पार गर्नु पर्थ्यो। भूगोल हेर्दै अवलोकन गर्दै र गफ गर्दै हामी अगाडि बढ्दै गयौँ। साथै भोलिदेखिको यात्राको बारेमा पनि प्लान गर्दै गयौँ। ठाउँ र बाटो मेरो लागि नौलो भएकोले तिलक सरलाई गाइड बनाएको थिएँ। भोलि बेनी जानु थियो अनि पर्सि मुस्ताङ। बीचमा बागलुङ पनि घुम्ने थियो। कहिले कता कसरी जाने मलाई केही थाहा थिएन। तिलक सर भएकोले ढुक्क थिएँ।
6:15 भइसकेको थियो। सबैलाई भोक लाग्दै गएको थियो। पुल छेउमा राम्रो रिसोर्ट रहेछ। खाजा खाएर फर्किने योजना बन्यो। खाजा अर्डर गरियो तर समय लाग्यो। निकै समयपछि खाजा आयो र खाजा खाएर हामी अदालत पुग्दा निकै रातै भइसकेको थियो।